भजन सङ्घ 23 को 1 मा राजा दाउदले मिठो कुरा भन्छ। दाउदले के कुरा भन्छ भने चाहिँ परमप्रभु मेरो असल गोठालो हुनुहुन्छ अनि मलाई कुनै कुराको अभाव हुँदैन भने क्या। अब दाउदले मलाई कुनै कुराको अभाव हुँदैन भन्ने कुरा दाउदले कहिले बुझ्न थाल्यो भन्दा चाहिँ जब उसले यो बुझ्न थाले कि परमप्रभु मेरो असल गोठालो हुनुहुन्छ। प्रिय, जब तपाईँ अनि मैले यो कुरा हामीले बुझ्दै जान्छौँ कि परमेश्वर मेरो असल गोठालो हुनुहुन्छ भन्ने कुरा जब हामीले जेन्युनली हामीले बुझ्दै जाने बित्तिकै सबैभन्दा पहिलो तपाईँको लाइफबाट अनि हाम्रो लाइफबाट तपाईँको डरको अभाव कम्प्लिटली ब्रेक भएर जान्छ चाहिँ अनि भविष्यको चिन्ताहरू कम्प्लिटली ब्रेक भएर जान्छ। अनि दाउदले लास्टमा गएर एउटा मिठो कुरा भन्छ। दाउदले के कुरा भन्छ भने चाहिँ जीवनभरि है उहाँको भलाइ अनि करुणा म पछि राख्नेछ अरे क्या। इट मिन्स प्रिय, परमेश्वरको भलाइ परमेश्वरको करुणा है जीवनभरि हाम्रो पछि किन लाग्छ भन्दाखेरि चाहिँ किनभने परमेश्वर हाम्रो असल गोठालो हुनुहुन्छ अनि उहाँले हामीलाई धेरै माया पनि गर्नुहुन्छ।